नमस्ते साथीहरू। हामी चाहिँ आजको विशेष उपस्थितिमा तपाईँहरू समक्ष आफ्नो प्रेजेन्टेसन अथवा उपस्थिति जनाइरहेको छु। जस्तै हाम्रो 12 को इक्जाम नजिक आउँदैछ हैन, सबैलाई थाहा छ। र स्पेशली चाहिँ हामी म्यानेजमेन्टका विद्यार्थीहरूका लागि एउटा सानो खुसीका खबर, जुन हाम्रो आउने 12 को इक्जाम 2083 है 2083 बाट जुन हाम्रो 2082 को ब्याचको इक्जाम हुन गइरहेछ वैशाखमा, त्यसलाई फोकस गरेर र जो साथी म्यानेजमेन्टसँग आबद्ध हुनुहुन्छ, म्यानेजमेन्ट फ्याकल्टीसँग आबद्ध हुनुहुन्छ, उहाँहरूलाई बेसिक हामी फास्ट ट्र्याकमा रिभिजन गराउँछौँ। इक्जाममा जसरी पनि हामीले अराउन्ड 50+ कसरी ल्याउने, अहिलेसम्म के पढ्नु भएन द्याट डजन्ट म्याटर, तर तपाईँले इक्जाममा 50 मार्क्स प्लस कसरी ल्याउने भन्ने तरिकाले जानकारी गराउन र रिभिजन गराउन हामी चाहिँ एनएभी म्यानेजमेन्ट तयारी युट्युब च्यानलबाट र एनएभी म्यानेजमेन्ट तयारीको फेसबुक पेजबाट तपाईँहरू समक्ष आफूलाई पेस गर्नेछु भन्ने विश्वास दिलाउँदैछु है त। अब हामीले के बुझ्नु पर्यो भने, आज ढिला नगरिकन हाम्रो चाहिँ म्यानेजमेन्टबाट हामी चाहिँ हेर्नुहोस् त 12 को सिलेबसमा के कस्तो छ, र त्यो पनि 12 कोमा स्पेसली चाहिँ इकोनोमीसँग रिलेटेडको आजको भिडियो हुनेछ भने पछि चाहिँ हाम्रो म्यानेजमेन्ट, बिजनेस स्टडिज लगायतका अन्य सब्जेक्टहरूबाट आउनेछ है त। अब हामी आज इकोनोमिक्सको कुरा गर्छौँ भने सबैलाई थाहा छ 75 मार्क्सको हो भने पासिङ चाहिँ हाम्रो 25 मार्क्स हुनैपर्छ होइन र साथीहरू। ल त्यसपछि हामीले के बुझ्नु पर्यो भने, हाम्रो चाहिँ अहिलेको इकोनोमिक्स 12 को इकोनोमिक्समा के छ भने, पहिलो न्युमेरिकल पोर्सन छ, दोस्रो ग्राफिकल प्रेजेन्टेसनबाट आउँछ मार्क्स भने, तेस्रो चाहिँ तपाईँ हाम्रो थ्योरिटिकल र चौथो चाहिँ कन्सेप्चुअल कन्सेप्ट हो। इट मिन्स 4 तरिकाबाट हाम्रो क्वेसन आउँछ। तीमध्ये हामी फर्स्ट चरणमा, पहिलो चरणमा हामी न्युमेरिकल जान्छौँ, किनभने न्युमेरिकलबाट तपाईँको अराउन्ड 8 मार्क्स आउँछ, 7 मार्क्स है, 2 मार्क्स एउटा गरेर भेरी सर्टबाट। यही हेर्नुहोस् त है, न्युमेरिकलमा चाहिँ हामीले हेर्ने हो भने 7 मार्क्स आउँदो रहेछ है। तीमध्ये 2टा तपाईँको भेरी सर्ट आउँछ। त्यो भेरी सर्ट कहाँबाट आउन सक्छ भने टिआर, एआर, एमआर निकाल्न दिन सक्छ भने मिन। अब मैले मिन मात्र लेखेको छु ठाउँ भएर है, त्यहाँ चाहिँ रेन्ज पनि निकाल्न दिन सक्छ होला, क्वाटाइल पनि होइन। त्यो चाहिँ हामी अगाडि जानकारी गराउनेछौँ टपिक वाइज है। भने अर्को चाहिँ हाम्रो कन्फर्म र 100% आउट क्वेसन के हो भने, एउटा स्ट्यान्डर्ड डेभिएसन। अब ती कहिलेकाहीँ के सोधेको छ भने मात्र स्ट्यान्डर्ड डेभिएसन पनि सोधेको छ, कहिलेकाहीँ भेरिएन्स सोधिएको छ, कहिलेकाहीँ कोएफिसिएन्ट अफ भेरिएन्स सोधिएको छ। त्यो सबै स्ट्यान्डर्ड डेभिएसनसँगै रिलेटेड भएको कारणले हामी एकैपल्ट सिक्छौँ त्यो है त। र अर्को भन्ने हो भने प्राइस इन्डेक्स। प्राइस इन्डेक्स भनेको लेस्पियर र पासेज मेथड। प्राइस इन्डेक्स के को लागि काम हुन्छ भने सबैलाई थाहा छ, इन्फ्लेसन क्यालकुलेट गर्नका लागि होइन र हो। जुन हामी इन्फ्लेसन मार्केटमा के छ कति छ भन्ने कुरा हामी क्यालकुलेट गर्छौँ लेस्पियर र पासेज मेथडबाट। त्यो चाहिँ हामी यहाँ पढ्नेछौँ। इट मिन्स दुईटा मध्ये कुनै एउटामा कमान्ड गर्नुभयो भने सक्छ। र आजको भिडियो हामीले स्ट्यान्डर्ड डेभिएसनसँग रिलेटेड राख्नेछौँ। यदि तपाईँले त्यति मात्र गर्न सक्नुभयो भने पनि 100% स्योर तपाईँको चाहिँ 5 मार्क्स आउने भयो, किनभने दुइटै अरमा आउँछ है। 19-20 नम्बरतिर क्वेसन नम्बर 19-20मा आउँछ, तर अरमा आउँछ है त। 19सम्म है, 20, 21, 22 त हाम्रो 8 मार्क्सको भइगयो, 18, 19 तिर आउँछ होला है। भने अर्को हेर्नुहोस् त, ग्राफिकल प्रेजेन्टेसन हो, केही छैन यसमा। टिआर, एआरएमा टेबल दिएकै हुन्छ, हामीले टेबल फिल गर्ने हो। र अर्कोमा चाहिँ टेबल फिल गरिसकेपछि हामीले के गर्छौँ, त्यसलाई ग्राफमा प्रेजेन्ट गर्छ। अब तपाईँले टिआर, एआर, एमआर भनेर टेबलमै फिल गर्न दिन्छ 3 मार्क्समा, यो टिआर, एआर, एमआर फिल गर्न 3 मार्क्समा। र त्यो गरिसकेपछि हाम्रो प्लस पोइन्ट के हुन्छ भने, अर्कोमा हाम्रो चाहिँ त्यसलाई टिआर अथवा एआर अथवा एमआरको चाहिँ ग्राफ बनाउन दिन्छ है त। यति गरेपछि हाम्रो 5 मार्क्स आयो। अब हेर्नुहोस् त, एउटा यो भइगयो। अर्को लङतिर हेर्नुहोस् त, प्राइस आउटपुट डिटर्मिनेसनबाट 100% एउटा क्वेसन आउँछ नै आउँछ। इट मिन्स जुन हाम्रो मोनोपोली मार्केट छ अथवा पर्फेक्ट कम्पिटिसन मार्केट छ हो, त्यसमा प्राइस डिटर्मिनेसन कसरी गरिन्छ। त्यो प्राइस एन्ड आउटपुट डिटर्मिनेसन भन्न खोजेको, जुन हाम्रो कम्पनीले एउटा लस हुन्छ, प्रफिट हुन्छ हो, त्यसैलाई लिने हो। अर्को नो लस नो प्रफिट हुन्छ। इट मिन्स इक्विलिब्रियम कन्डिसन हुन्छ हो। त्यो 3वटैलाई ग्राफिकल प्रेजेन्टेसन गरेर गर्ने हो। त्यो पनि चाहिँ हाम्रो मोनोपोली र
पर्फेक्ट कम्पिटिसन दुईवटा मार्केट हुन्छ, त्यो दुईवटा क्वेसनमध्ये एउटा 100% आउँछ। इट मिन्स हामीले ओभरअल यति मात्र दुईवटा मात्र गर्न सक्यो भने आँखा चिम्म गरेर हामी कति मार्क्स ल्याउन सक्छौँ? 20 मार्क्स ल्याउन सक्छौँ है, न्युमेरिकल र ग्राफबाट। त्यो 100% क्वेसन आउट नै हो 20 मार्क्सको है साथीहरू, त्यो चाहिँ हामी बुझ्नु पऱ्यो। अर्को चाहिँ हामीले के बुझ्नु पऱ्यो भने हामीले अर्को के बुझिदिनु पऱ्यो भने हेर्नुहोस् त, जुन हाम्रो अर्को चाहिँ हाम्रो 55 मार्क्स छ, तीमध्ये थ्योरिटिकल चाहिँ प्योर थ्योरिटिकल चाहिँ हाम्रो 8, 5, 13 मार्क्सको आउँछ। प्योर थ्योरिटिकल भने कन्सेप्चुअल चाहिँ अराउन्ड 30 मार्क्स जतिको आउँछ र बाँकी चाहिँ हाम्रो फङ्सनसँगै अथवा थ्योरिटिकल र कन्सेप्चुअललाई कम्बाइन गरेर दिएको हुन्छ है त। त्यो चाहिँ हामी आगामीको क्लासमा गर्नेछौँ साथीहरू है। अब हजुरहरूले यतिसम्म ढुक्क हुनु पऱ्यो कि हामीले 20 मार्क्सको चाहिँ 2 दिनमा सक्छौँ र बाँकीको चाहिँ 55 मार्क्स छ, त्यो बढीमा चाहिँ हप्तादेखि 10 दिनमा सक्छौँ। इट मिन्स अराउन्ड 15 डेजमा, अहिलेदेखि 15 डेजमा मात्र तपाईँले 15-20 मिनटको भिडियो हालौँला, त्यति मात्र गरेपछि तपाईँले मिनिमम तपाईँले चाहिँ 50 to 60 मार्क्स लिएर आउनुहुन्छ भने म तपाईँहरूले विश्वास गराउँछु इकोनोमिक्समा है। त्यसै प्रकारले हामी चाहिँ म्यानेजमेन्टतिर पनि जानेछौँ र बिजनेस स्टडिजतिर पनि जानेछौँ है। र तपाईँहरूको 12 इक्जाम सकिसकेपछि कतिजना साथी हुन्छ होला म बिबिए पढ्छु है, हो त्यो बिबिए पढ्नका लागि जुन हामीले सिम्याट हुन्छ, सिम्याटको इक्जाम दिनुपर्छ, हो त्यो सिम्याटको तयारी पनि हामी फ्रीमा यही युट्युब च्यानल र फेसबुक पेजबाट गराउनेछौँ। त्यही भएर सम्पूर्ण साथीलाई अनुरोध के छ भने सब्सक्राइब गरिदिनु होला है। फेरि पनि भन्छु, हामी अनलाइन 8:15 अनवर्ड हुनेछौँ PM बेलुकाको 8:15बाट। भने एउटा के अप्ठ्यारो छ भने अहिले युट्युबको एल्गोरिदम हेर्ने हो भने 50 जना मिनिमम सब्सक्रिप्सन छैन भने तपाईँ हामी लाइभ जान मिल्दैन। र यो भर्खरै हिजो खोलेको युट्युब च्यानल भएको कारणले अहिले त्यो हामीले 50 जना सब्सक्रिप्सनको क्राइटेरिया मिट गरेका छैनौँ। र मलाई विश्वास छ कि तपाईँहरूले पाउने साथ यो सब्सक्राइब गरेर सक्दो चाँडै हामीलाई 8:15बाट लाइभ गर्न प्रोत्साहन गर्नुहुनेछ भन्ने विश्वास छ मलाई है त। अब ढिला नगरिकन हामी अगाडि बढ्छौँ है। ल, आजको हाम्रो क्वेसन के रहेको छ भने बुझौँ है। मैले सल्भै गरेको छु। आजको क्वेसन हाम्रो के रहेको छ भने पहिलो चाहिँ स्ट्यान्डर्ड डेभिएसनबाट छ, जुन हाम्रो 5 मार्क्सको लागि हो। यति गरेपछि 5 मार्क्स कन्फर्म हो तपाईँहरूको है। र हामीले एउटै फर्मुला युज गर्नेछौँ पुरा स्ट्यान्डर्ड डेभिएसन बनाउँदाखेरि, अथवा डिस्क्रिट सिरिज होस् अथवा कन्टिन्युस सिरिज होस् है त। दुइटैको लागि पहिला फर्मुला हाम्रो के हुनेछ भने स्ट्यान्डर्ड डेभिएसनको रुट अन्डर समेसन fx² माइनस समेसन fx/n को होल स्क्वायर। र हेर्नुहोस् त, यो जुन हाम्रो छ समेसन fx/n को होल स्क्वायर, त्यो भनेको मिनको स्क्वायर भन्न खोजेको हो नि त है। सबैभन्दा सजिलो र डिस्क्रिट र कन्टिन्युस सिरिजको दुइटै। अब यो कन्टिन्युस सिरिजमा x भनेको मिड भ्याल्यु भइहाल्छ, त्यो x भनेको मिड भ्याल्यु भइहाल्छ, बाँकी सेम फर्मुला लेख्छौँ हामी है त। भेरिएन्स भनेको स्क्वायर अफ स्ट्यान्डर्ड डेभिएसन हो, सक्यो। अब अर्को चाहिँ कोएफिसिएन्ट अफ भेरिएन्स भनेको हामीलाई दियो भने स्ट्यान्डर्ड डेभिएसन बाई मिन इन्टु 100% गर्छौँ, यो जहिले पर्सेन्टमा आउँछ है। अब हाम्रो क्वेसन के छ, यति मैले किन पहिला तपाईँलाई जानकारी गराएँ भने कुनै क्वेसन गर्नुभन्दा पहिला हामीले जानिराख्नुपर्छ यसको प्रोसेस। त्यही हिसाबले हामीले टेबल बनाउनु पऱ्यो है। अब अर्को हेर्नुहोस् त, स्ट्यान्डर्ड डेभिएसन क्यालकुलेट गर्नका लागि हाम्रो दुईवटा कुरा दिएको छ, एउटा वेजेस दिएको छ, एउटा नम्बर अफ लेबर दिएको छ हो। वेजेस 5, नम्बर अफ लेबर 8। अब हेर्नुहोस् त, यो वेजेस हाम्रो लागि x भयो नि त यहाँ, र नम्बर अफ लेबर्स भनेको फ्रिक्वेन्सी भयो f। अब यसैलाई हामीले टेबलमा लग्नु पऱ्यो भने हेर्नुहोस् त, सोल्युसन गर्ने इट क्यान बी सल्भ विथ द हेल्प अफ फलोइङ टेबल होइन। दिएका टेबलका आधारमा हामीले यसलाई सल्भ गर्नेछौँ। अब हेर्नुहोस्, वेजेसलाई मैले x माने, नम्बर अफ लेबर हाम्रो फ्रिक्वेन्सी भइगयो, र x² जुन हाम्रो फर्मुलामा हेर्नुहोस् त माथि fx²/n थियो नि, हो त्यो x² को लागि भन्नाले त्यही x वेजेस x छ, त्यसकै स्क्वायर यहाँ चाहिँ हामीले गर्ने हो। अब हेर्नुहोस् त, अर्कोमा के चाहियो, fx चाहियो। अब हामीसँग f पनि भयो, x पनि भयो, x² भयो भने एउटा fx गर्ने हो, र अर्को हाम्रो चाहिँ fx² चाहियो फर्मुलामा भने fx² गरिदिने। ल, अब यति गरिसकेपछि हामीले के गर्नुपर्छ हेर्नुहोस् त, अब हामीले के गर्नुपर्छ भने अर्को हेर्नुहोस्, x² कसरी निकाल्ने त। जुन हाम्रो वेजेस भनेको x मानेको छौँ त्यसैलाई स्क्वायर गरेको छौँ। हेर्नुहोस् त, 5 को स्क्वायर 25, 15 को स्क्वायर 225,
25 को स्क्वायर 625, 35 को स्क्वायर 1225 र 45 को स्क्वायर 2025 छ। ठ्याक्कै गरेका छौँ नि हो। त्यो गरेर हामीले एक्स स्क्वायर निकाल्यो। अब एफएक्स निकाल्ने छु। एफ त हाम्रो यो हो, यो हाम्रो एफ हो र एक्स हाम्रो यो हो हैन र। अब त्यो हाम्रो एफ र एक्सलाई हामीले मिलाउनु पर्यो भने कसरी मिलाउने त हेर्नुस् त। अब यो F8 र यो हाम्रो X5, एफएक्स भनेको 8 × 5 40, अर्को हेर्नुस् त 4 × 15 60, 5 × 25 125, 3 × 35 105, 5 × 45 225 गरेर हामीले एफएक्स निकाल्यौँ हैन। अब अर्को हाम्रो एफएक्स स्क्वायर। अब एफएक्स स्क्वायरका लागि हाम्रो एफ त यहीँ छ, एक्स स्क्वायर यहाँ छ। अब यो दुइटैलाई के गर्नु पर्यो, मल्टिप्लाई गर्नु पर्यो। अब हेर्नुहोस् त त्यसो भए 8 × 25 200, 4 × 2 2 5 900, 5 × 6 2 5 13 3125 है। 3 × 12 25 गर्दाखेरि 3675 आउँदो रहेछ भने 5 × 2025 गर्दाखेरि 10,125 आएको छ हो। अब फर्मुलामा जसरी हामीले समेसन चाहियो, एफको समेसनलाई हामी एन भन्छौँ, त्यो भनेको 25 भइगयो हैन। एफएक्सको समेसन एफएक्सलाई 555 आएको छ भने एफएक्स स्क्वायरलाई हामी के लेख्नु पर्यो, जोडेर 18,025 आएको छ। अब हामीले केही नगर्ने, ठ्याक्कै स्ट्यान्डर्ड डेभिएसनको फर्मुला पहिलाकै लेख्ने, जुन स्ट्यान्डर्ड डेभिएसनलाई हामी यसरी डेनोट गर्छौँ यो सिम्बलले भने। अब फर्मुला हाम्रो के भयो भने रुट अन्डर समेसन एफएक्स स्क्वायर बाई एन माइनस समेसन एफएक्स बाई एनको होल स्क्वायर। फेरि पनि भन्छु हेर्नुहोस् त, समेसन एफएक्स बाई एन भनेकै मिन हो नि त हाम्रो, किनभने कोएफिसिएन्ट अफ भेरिएन्स निकाल्नका लागि हाम्रो स्ट्यान्डर्ड डेभिएसन बाई मिन गर्नुपर्छ हो। त्यही एफएक्स बाई एनमा जे भ्याल्यु आउँछ त्यही हामीले मिनको ठाउँमा लेख्छौँ भनेर बारम्बार भनिरहेछ तपाईँले है त। अब हेर्नुहोस् त, यो हामीले एफएक्स स्क्वायर 1825 गर्यो माथिको टेबलबाट, बाई एन हाम्रो 25 छ हैन, यो एन 25 छ हो। अर्कोमा हेर्नुहोस् त 555 हाम्रो एफएक्स कति छ 555 छ, अर्को एन हाम्रो कति छ 25 छ, त्यो 25 गर्यो हैन। अब हामीले के गर्नुपर्छ भने यसलाई क्याल्कुलेट गर्दाखेरि 721 आएको छ भने माइनस 22.2 आएको छ। द्याट वाज हाम्रो के भयो, मिन। हाम्रो मिन के भयो, किनभने एफएक्स बाई एन भनेकै मिन हो। त्यो हाम्रो मिन कति भयो सम्झिनुहोस् त, 22.2 आयो। यति सम्झिराख्नुहोस्, किनभने तल हाम्रो भेरिएन्स कोएफिसिएन्ट अफ भेरिएन्समा काम आउँछ, यही हाम्रो मिन हो। अब यसलाई सल्भ गर्नै जाँदा 228.16 आएको छ भने रुटबाट हटाउँदाखेरि स्ट्यान्डर्ड डेभिएसन इक्वल्स टु 15.1 आयो। यो हाम्रो एन्सर भयो। क्वेसनमा यति नै सोधेको छ, यति गर्दा हाम्रो चाहिँ 5 मार्क्स आउने भयो। तर बाइचान्स भेरिएन्स सोधिदियो भने हामीले स्क्वायर अफ स्ट्यान्डर्ड डेभिएसन गर्ने हो र जुन 15.1 आएको छ ठ्याक्कै त्यसलाई स्क्वायर गर्दाखेरि 228.16 आउने भयो। र फेरि पनि भन्छु, डेसिमल पछि जुन हामीले पढ्छौँ 16 पढ्दैनौँ, 16 गरेर पढ्छौँ है। त्यही भएर यो 228.16 एन्सर भयो है, 228.16 भएन है त, त्यो सम्झिराख्नुहोस्। अर्को चाहिँ हाम्रो के छ, कोएफिसिएन्ट अफ भेरिएन्स छ। कोएफिसिएन्ट अफ भेरिएन्सको लागि हामीले के गर्नु पर्यो, स्ट्यान्डर्ड डेभिएसन बाई मिन गर्नु पर्यो इन्टु 100% है, पर्सेन्टमा आउने भएको कारणले है त। अब हेर्नुहोस् त, हामीले स्ट्यान्डर्ड डेभिएसन 15.1 माथि नै निकालेको हो यहाँ हैन। अर्को हेर्नुहोस् त, मिन भर्खरै हामीले कहाँ गरेको थियो, यो मिन हो 22.2, किनभने यो एफएक्स बाई एन हो है। इट मिन्स 22.2 गर्यो इन्टु 100 गर्यो हैन। त्यति गरिसकेपछि हामीले के बुझ्छौँ, यहाँ पनि मैले जानकारी गराइदिएछु, एफएक्स बाई एन इट मिन्स 555/25 इट इक्वल्स टु 22/2 है, इन्टु 100 गर्यो, जम्मा हाम्रो 68.01 आयो। त्यो हाम्रो के भइगयो, कोएफिसिएन्ट अफ भेरिएन्स। अब हामीले यति गर्दासम्म यदि 5 मार्क्समा सोधेको छ भने 5 मा 5 पाउने भयो है साथीहरू। अब तपाईँहरूले एकपल्ट हेर्नुहोस्, नबुझ्दा क्वेसन भिडियोलाई स्लो गरेर फेरि रिपिट गर्नु होला। आई होप तपाईँहरूलाई अप्ठ्यारो हुँदैन। र हामी अर्को क्लासमा चाहिँ प्राइस इन्डेक्ससँग रिलेटेड अथवा यसकै चाहिँ कन्टिन्युस सिरिजसँग रिलेटेड भिडियो ल्याउँछु एउटा। र फेरि पनि भन्छु, हाम्रो युट्युब लाइभ 8:15 आउने योजना छ र त्यो हुनुभन्दा पहिला हाम्रो कति हुनुपर्छ, 50वटा सब्सक्रिप्सन हुनैपर्छ। र अनुरोध छ कि तपाईँहरू चाहिँ आजै गरिदिनुहुन्छ भनेर है त। ल फेरि पनि तपाईँहरू सबैलाई धन्यवाद छ, अल द बेस्ट छ, तयारीमा जुट्नु होला, राम्ररी गर्नु होला। आगामी भिडियोमा हामी चाँडै भेट्नेछौँ। धन्यवाद।